भनिन्छ जब कोही मानिस पृथ्वीमा सन्त बन्छ तब स्वर्गमा इन्द्रदेवको सिंहासन हल्लिन थाल्छ। इन्द्रदेवसँग सबै कुरा थियो, अमृत थियो, वज्र थियो, अप्सराहरू थिए, सिंहासन थियो, तर पनि उनी सधैँ असुरक्षित रहिरहन्थे, कहिले बलिबाट, कहिले असुरहरूबाट त कहिले सन्तहरूबाट। यसलाई आधुनिक मनोविज्ञान वा मोडर्न साइकोलोजीमा इम्पोस्टर सिन्ड्रोम भनिन्छ। इम्पोस्टर सिन्ड्रोममा मानिसहरूले सफलता पाए पनि उनीहरू आफूलाई त्यो सफलताको योग्य ठान्दैनन्। इन्द्रको कथाले हामीलाई एउटा ठूलो सत्य बताउँछ, पोजिसनले कहिले पनि वास्तविक शक्ति दिँदैन, बरु यसले त असुरक्षा मात्र जन्माउँछ। इन्द्रको सम्पूर्ण पहिचान उनको सिंहासनसँग जोडिएको थियो। जब हाम्रो सेल्फवर्थ, हाम्रो पद, हाम्रो स्यालेरी, हाम्रो राजनीतिक विचारधारा, हाम्रो फलोअर्स आदिमा निर्भर हुन थाल्छ, अब हामी सधैँ डराउँछौँ। हरेक नयाँ प्रतिभा हाम्रा लागि खतराको घन्टी बनेको जस्तो लाग्छ। अब यसलाई महादेवसँग तुलना गरौँ। उनी शमशानमा बस्थे, खरानी लगाउँथे र उनीसँग न त महल नै थियो न त सुन नै थियो, तर पनि तीनै लोक उनको चरणमा थिए। इन्द्रदेवलाई शक्तिशाली बन्नका लागि सिंहासन चाहिन्थ्यो, तर शिव जहाँ बस्छन् त्यही ठाउँ नै कैलाश बन्दछ। यदि हाम्रो शक्ति कुनै कुर्सीमा छ भने जुन दिन कुर्सी गयो हामी पनि गयौँ र हाम्रो शक्ति पनि गयो। तर यदि हाम्रो शक्ति हाम्रो चरित्रमा छ भने हामीलाई कुनै पदको आवश्यकता हुँदैन, किनकि कुर्सी खोज्न सकिन्छ तर चरित्र कसैले खोज्न सक्दैन।